हेलो एभ्रिवान। आज चाहिँ हामी नेपाल टेलिकमको रिचार्ज कार्डको पिन स्क्रैच गर्दा चाहिँ केही डिजिटहरू देखिएन वा रिचार्ज गर्दा चाहिँ केही फेलियर भयो। त्यसको त्यसको त्यस्तो बेला चाहिँ हामी चाहिँ त्यो पिन रिकभर गर्न चाहिँ एउटा नेपाल टेलिकमकै अफिसियल वेबसाइट युज गर्न सक्छौँ। त्यो वेबसाइटको नाम चाहिँ के हो भन्दा pinrecovery.ntc.net.np। सो यो वेबसाइटमा गएर हामी चाहिँ हेर्न सक्छौँ। नेपाल टेलिकमकै अफिसियल वेबसाइट हो यो। यसमा चाहिँ जस्तो हाम्रो सिम कार्ड प्रिपेड हो कि पोस्टपेड, प्रिपेड पोस्टपेड छुट्याउनलाई चाहिँ 985बाट सुरु भएको भने पोस्टपेड हो वा त प्रिपेड हुन्छ हैन। त्यही भएर चाहिँ यदि प्रिपेड हो भने प्रिपेडमा टिक लाउन पर्छ। सर्भिस नम्बर भनेको आफ्नो मोबाइल नम्बर जुनमा हामी रिचार्ज गर्न खोजिरहेछौँ। अनि सिरियल नम्बर चाहिँ यहाँ इक्जाम्पल नि दिएको रहेछ। त्यो रिचार्ज कार्डको पछाडि हेर्नुभयो भने त्यहाँ सिरियल नम्बर भनेर दिएको हुन्छ। त्यो सिरियल नम्बर चाहिँ यहाँ हामीले राख्न पर्ने हुन्छ। सिरियल नम्बर चाहिँ कम्प्लिटली करेक्ट हुन पर्यो, 16 डिजिटको हुन्छ। पिन कोड चाहिँ पुरै कम्प्लिट भिजिबल नभए नि यहाँ हामीले म्याक्सिमम मिनिमम चाहिँ 6 डिजिट यहाँ लेखे अनुसार द ड्यामेज रिचार्ज कार्ड मस्ट हेभ एटलिस्ट 6 भिजिबल पिन नम्बर भन्छ। 16 डिजिट मध्ये 6वटा डिजिट चाहिँ कमसेकम भिजिबल हुन पर्यो। अनि त्यसको पोजिसन चाहिँ फिक्स हुन पर्छ। जस्तो 1 2 3 यो आफ्नो पोजिसनमा हुन पर्यो। जस्तो 1 2 3 यता बिचमा कतै लेख्यो भने चाहिँ फेरि त्यो मिल्दैन हैन। त्यही भएर चाहिँ 1 2 3 अनि जुन ठाउँको पिन भिजिबल छैन त्यसलाई एक्स, क्यापिटल एक्सबाट रिप्रेजेन्ट गर्न सकिन्छ। त्यस्तै 4 5 8 9 यो भिजिबल छ भने त्यसलाई लेख्न पर्यो। अनि फेरि जुन भिजिबल छैन त्यसलाई एक्स 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 गरेर लेख्न मिल्छ हैन। त्यस्तै गरी चाहिँ यो कमसेकम 6वटा डिजिट र आफ्नै प्लेसमा, फर्स्ट प्लेसको डिजिट फर्स्ट प्लेसमै हुनु पर्यो, सेकेन्ड प्लेसको डिजिट सेकेन्ड प्लेसमा। त्यसरी गरेर कमसेकम 6वटा डिजिट चाहिँ भिजिबल हुन पर्यो। अनि त्यो हामीले यहाँ राखिसकेपछि क्याप्चा इन्टर गरेर भेरिफाई गर्यौँ भने त्यहाँबाट सबमिट कन्फर्मेसन भनेर आउँछ। अनि त्यसलाई सबमिट गरेपछि चाहिँ हाम्रो मोबाइलमा यदि मिलेको हो भने हाम्रो मोबाइल नम्बरमा चाहिँ त्यो रिचार्ज कार्ड बराबरको भ्यालुको पैसा चाहिँ टपअप हुन्छ। अनि यो गर्नलाई चाहिँ हामीसँग 5 चोटि मात्र अप्सन दिएको हुन्छ। 5 चोटि मात्र ट्राई गर्न सक्छौँ। 6औं चोटि पनि यदि हामीले मिस्टेक गर्यौँ भने त्यो अलाउड हुँदैन। अनि त्यसपछि चाहिँ हामीले नेपाल टेलिकमकै काउन्टरमा वा सपोर्टमा कल गरेर त्यो सम्पर्क गर्न पर्ने हुन्छ। अनि त्यहाँबाट त्यो हामीले मिलाउन मिल्छ। सो यो चाहिँ पिन रिकभरी नेपाल टेलिकमको। यदि रिचार्ज कार्ड स्क्रैच गर्ने बेला चाहिँ कुनै डिजिट देखिएन या 6वटा भन्दा जस्तो 6वटा देखिरहेछ अरु चाहिँ देखिएन, त्यस्तो केही छ भने हामी चाहिँ यो वेबसाइट युज गरेर चाहिँ रिचार्ज गर्न सक्छौँ। सो थ्यांक यू।